3 बजेसम्म 3 बजे उठेको हामी मान्छेहरू पुरा कुद्नु थालिसक्यो अब रेडी भएर जाने होइन हामी उठ्नु नमानेको यता चाहिँ म तबसरी उठाइदिएको ए टक्कै 4 बज्यो 1 घन्टा भयो यार रेडी हुनलाई हेलो कस्तो छ यात्रा अहिले त डर छौँ अब 20 मिनट पछाडि हेरौँ कस्तो हालत हुन्छ हामी फुटबलले माथि जानु रे के अब्स्टेकल नम्बर 1 डुबाल्नुको समस्या यस्तो घट्टो बाटो यस्तो पुरै पुरै छ Hello. माथि माथि हाम्रो त बलले राम्ररी भनेको देखेँ मैले त देखाउँ दर्शकलाई देखाउनु परेन मच्छीको ताप्लेजुङ देखि माथि माथि तिमी यो चाहिँ तेस्रो सलाई बाले डुब्बाले सुरु हो बाजी धन्यवाद अरे ला यता त दिदी मिलाउनु भएका हो यो कस कहाँ छ यार सहर सहर त होइन गाउँै कहाँ छ ओए हेलो सास त फेर्दैछौ आऊ न जाउँ आयो त अब दिदी आयो आयो उतै हेरे उतै हैन त्यो छ नि
के हाल्नु पुग्यौँ त्यो चाहिँ थाहा भएन फोन कहाँ छ एउटा फोटो कहाँ तल पो दिइरह्यो फेरि सुर निकालौँ उता बोलेछ हौ आगो त डह्रो आयो त दिदीको सकिसक्यो हातै लगाइदिन्छ भने तपाईँ हाले जस्तो सबै झन्डै सक्यो ए ल लाइटर बल्ल दिनु गर्ने तपाईँ पनि त्यो एउटै गरौँ ल घरमा टिफिन त खाने सक्स त लाउनु होला है कति चिसो छ सक्स लाउनु ओ माइल ओ
छैन एउटा तल अरे मरिने रहेछ त नि यस्तो जाडोमा त हाम्रो त तिर्सको गएको कहाँ गरौँ यहाँ गरौँ बरु भन्नु यहाँ अस्ति बाबाहरू 3 घन्टा पुग्यो यहाँ त्यही हो त उता छेउमा कुनामा फुटाउन काट्नु थिएन काट्ने एकछिन काट्नु फुट्यो आधी राख्नुहुन्छ नाति जम्मै तल राखी त खिच्यो कि खिचेन हो लेन्डु मरे खोटा बुढे यो डेट हुन्छ नि त्यो बुढे सरी यो यहाँ चढाउने यहाँ अनि लगाएर अलिअलि यता बाटो गाडी पैसा छैन होला हौ एउटा त्रिशुलले बाहिर फुल चढाउनु होला आफू चढाउनु होला नानीहरूले लु सवारी हो काला खोला घिन शिखर ताल तलैया माल मधेस कटा लाने खाने लाँदा खाँदा सिधा बाँड्दा काहीँ गल्ती भए क्षमा गरिदिनु भुलचुक भए क्षमा गरिदिनु कार्यलाई सिद्धि गर्नु छोरा छोरी छ परिवारलाई दिने हो खाने ओ माइ रेम क्लेम चामुण्डा जनकलो होम पैसा जला 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 फट यता बाहिर आइदिनुहोस् अब कसो गरौँ सहयोग गरौँ पक चाहिँ गरौँ लो राख्नु त बाबु हो लो राख्नु त छिटो गर न कहाँ छिटो हुन्छ उता पछाडि अनि मन लागिसक्यो नि भाइ बाबु ल अब हजुरले अलिकति उपर माथि अड्याउनु म यहाँ अड्याइदिन्छु हो त्यहाँ त पछि सुनिदिनु भने पनि दिइहाल्नुहोस् गरिहाल्नुहोस् यता सार्नु बाबु तपाईँ यता सार्नु बाबु यता सार्नु आम्नु ट्याक्का टक्का टुक्का त्यसोलाई छाएर बाहिर राखिदिनु हामीले त नछोइहाल्यो गाडी दिन्छ है बाबु त घरै
ल लस ल गइ ल म पनि टिका लगाउँ न यहाँ बाजे फुल छिटोहरू लानु फुल लानु मिल्छ अक्षतामा लानु मिल्छ तर ऊ त्यहाँबाट ल उताबाट आफै झिक्ने हो र अनि आफै झिक्ने नि यहाँ पठाउँछु हजुरहरूले लिएर जानु होला मजाले लानु होला कान्ति सीता मृषति निन्दित सारदेन्दु यत्रै कथं विलसति प्रेन्दालिनु भाउ वृन्दावने पिथिमया मुनगाङ्ग सङ्गम राधा मुकुन्द युगलम तमहं नमामि कालिका देवी प्रत्यार्थम वेद्यार्पण अलिअलि चढाएर सार्नुहोस् बाबुहरू यो बाजे यो चाहिँ हामी लाँदा हुन्छ घर लानु हुन्छ नानी किनभने घर लानुपर्छ सबै एउटा चाहिँ यहाँ राख्ने हो कि दुईटा होइन नि अलिकति खोरेर चढाउनु न लानु ए हुन्छ यहीँ चढाउनु यहाँ चाहिँ खोलेर चढाउनु न झोक्नु होला बाबु भाउ ढोक्न नबिर्सिनु होला जान छैन गौरी उता चाहिँ त्यहाँ चाहिँ के गर्नुभएको भाइ अब पनि भन्ने हो दान दिनुपर्छ अरे अब पनि अलिक पैसा राख्नु उता यस्तरी नखिच्न क्या यस्तरी कस्तो निकाल्छ यतिको चाहिँ हुनु पऱ्यो है यो पहाड यो भ्यू अनि यो तिमीसँग स्वर्गमा छु जस्तै होइन हेर मुसुक्क हाँसेको त्यो स्वरै हो नि यहाँबाट आउँदो रहेछ नि त मर्ने गरी बाई बाई अब फर्किने ओह्रालो यात्रा राम्रो छ नि राम्रो छ नि कहिलेको लागि आउनु नसक्नु है टिङ टिङ गरेपछि सक्यो के भयो भाइ लु जोड गरौँ अब आइपुग्नु लाग्यो हामी यस्तै अब जिउ त मरेको छ हौ अम्मा के छ भाइहरू स्वर सुन्दै चिनिसके हल्ला हल्ला बेसी भएर साह्रो पर्यो नि यसो हेर्दा अहिले हेर्दा त साह्रै उकालो रहेछ म यिनीहरू बोक्छु नि टाइमर मात्रै बताइदिनु पहिले टाइम मात्र चार छ 1 2 3 4 यता अनि अगाडि ल
अरे आमालाई पल्ला रे साइलोले पल्ला रे साइलोले हत्तेरी गा साइले रे ए माता ढाले 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 ए माता ढाले 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 प्लास्टिक मान्छे हिँड्दै गरे पुग्यो मतलब फेरि हल्का टिकटक बनाएर टाइम गयो दिदीलाई गाह्रो भएको छ अरे अस्ति नै पहिलोचोटि आउँदाखेरि होइन कस्तो भयो दिदी आनन्द भने रमाइलो पनि होइन ए रामा छोडिदिएको हामीलाई दुईजनाले त अघिको टिकटक त्यो साइनी छ नि अँ, त्यो चाहिँ अलि राम्रो आएको थिएन अहिलेको चाहिँ राम्रो आयो किन थाहा छ हजुर पहिला टोपी लगाएको थियो क्या माथि लामो झोलाले लिएर अगाडि आएको गयो अब। चाबी त्यहीबाट मतलब फेरिबाट मान्छेले बजाइरहन्छ तपाईँ यार खाली हातको यो चाहिँ यसरी त्यो मेरो लागि नि म त्यो भगवान्सँग माग्छु भन्दै थिएँ होइन जाडो भएर यता घर सरको लागि नचाले होइन आफ्नो लागि बिर्सिरहेको यार आइया कुटे खायो बेटा त्यो है अनि ल स्टार्ट भयो हेलो वेलकम टु हेलो सो गाइज वेलकम टु द न्यू डे न्यू ब्लग आलुदममा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछौँ यहाँ हुनुहुन्छ आलुदमको ओनर अनि यता यता हुनुहुन्छ सायक मिस्टर हाम्फे यता हुनुहुन्छ विष्टजी यता हुनुहुन्छ चौधरी सौगात चौधरी उसको चाहिँ गर्लफ्रेन्ड छ होइन म चाहिँ सिङ्गल हो अनि यहाँ हुनुहुन्छ विष्टजी उहाँ चाहिँ लास्टै सोझो हुनुहुन्छ उहाँलाई गर्लफ्रेन्ड सलफ्रेन्डको बारेमा यस्तो थाहा छैन त्यही भएर हामी चाहिँ अब ताप्लेजुङबाट तल के फेरि अरे तल्लो फेरीमा चाहिँ हामी यात्रा गर्दैछौँ आजको यात्रा एकदमै सफल अनि रमाइलो भयो बाटो हेर्न सक्नुहुन्छ यस्तो छ बाटो चाहिँ यस्तो छ जुत्ता हेर्नु नयाँ किनेको जुत्ता पुरानो भइसक्यो थेत्रे भइसक्यो यहाँ मेरो त माटे न जति गरे नि खियाल लाग्दैन यो अनि यता हुनुहुन्छ हाम्रो न्युली कपाल होइन दाइहरू एकदम मजाको एकदम रमाइलो भयो होइन के छ दाइ गाह्रो भएको छ त यात्रा चाहिँ कठिनाइ भए पनि सङ्घर्षमा पुगेपछि एकदम रमाइलो हुने रहेछ हो कि न त विष्टजी एकदम रमाइलो छ होइन त ट्याक्कसँगले अनि यहाँ चाहिँ फोहोर फाल्ने उयो डस्टबिन हो यहाँनिर हाम्रो बुनु हुनुहुन्छ उहाँ अगाडि बुनु हेलो हेलो बुनु हामी चाहिँ उहाँ बुनुहरूकोमा बसेको थियौँ अब बुनु चाहिँ तल कामले जाँदैछ अरे त्यही भएर हामीसँगै जाँदैछ ऊ बुनु चाहिँ खुइ हिँड्दैछ पाहाडको मान्छे हो के गर्नु छिटो हिँड्छ ठिक छ हाम्रो दाइहरूसँग चाहिँ यहाँनिर ट्याक्क हामी बिस्तारो तालमा ताल मिलाइ हिँड्दैछौँ हाम्रो दाइ यङै हुनुहुन्छ भर्खर 28-29 वर्ष नै पुग्नु भएको छैन होला है विष्टजी त्यति नै हुनुहुन्छ होला कति वर्ष पुग्नु भयो दाइ अनि यस त के गर्नु
पण्डित हुन्थ्यो होला है के भन्नु यस्तै छ बुनु वेलकम टु द न्यू डे न्यू भ्लगमा तिमीलाई स्वागत छ के छ ताप्लेजुङको हालखबर हो यतिको बोल्ने चाहिँ भयो भने के हुन्छ मोरल हुन्छ मोरल भनेको मोटिभेट रमाइलो होइन त्यस्तै त्यस्तै त हो नि होइन जोस 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 राम्रोसँग आइयो राम्रोसँग घुम्यो धेरै रमाइलो भयो मलाई चाहिँ हुन त म साथीहरूसँग केटाहरूसँग यसरी हिँड्दा नि यति साह्रो रमाइलो चाहिँ गर्दिनँ थिएँ होइन स्पेसली दिदी र दाइ भएर होला है हामी त चाहिँ के हो रमाइलो लागेको छैन कि अब तपाईँलाई दिदी दाइ चाहिँ एकदम होइन दिदी र दाइ चाहिँ एकदम मनको सफा प्लस धेरै मिल्ने हुनुहुँदो रहेछ है यतिको मान्छे लगभग पाइन्छ त विष्टजी गाह्रै पर्छ नि हो किन भन्नु त दिदीको मन सफा छ भन्ने मलाई थाहा छ दिदीले भरे नम्बर चाहिँ ट्याक्क दिइहाल्नुहुन्छ हो कि न सौगात त्यत्तिकै जोडाको चाहिँ फेरि यो जोडाको चाहिँ राइनी गर्लफ्रेन्ड छ लास्टै डेन्जर छ है गाइस हो उसको चाहिँ अप्पोइ राइनी गर्लफ्रेन्ड किन भन्नु हो लास्टै डेन्जर छ त्यो राइनी के गरेन त एलिनाले के भन्छ त होइन डढाउँछौ कि डढाउँछौ भन्ने डढाउँछौ भन्न है फेरि अनि यस्तो डाइलग हान्छ है अहिलेको राइनी त नि स्पेसली आमामा दाइ डेन्जर हुँदो रहेछ कपाल काटेर ह्यान्डसम देखिरहेछ विष्टजीले नि कपाल काटेको मभन्दा थोरै ह्यान्डसम कम देखेको छ नि फेरि तपाईँलाई थाहा छ कि छैन 10 जनाले त एउटा गाडी त डल्लै हो नि हो बोलीकै भरमा फेरि हेलो बुनु के छ त तिम्रो खबर रमाइलो भइरहेछ नि यहाँ ऊ के अरे उयो गर्न आउने हुन्छ नि धर्म कमाउन आउनेहरूलाई यहाँनिर शीतल बनाइदिनु भएको छ यहाँको जे भए पनि होइन राम्रो छ यहाँनिर पानी ट्याङ्की छ अब चाहिँ हामी हाम्रो गन्तव्यमा आइपुग्न लाग्यौँ ट्याक्क त्यहाँदेखि गाडीमा सरर गइन्छ अनि ताप्लेजुङमा गएर आज बसिन्छ भोलि चाहिँ अनि ट्याक्क हाम्रो यात्रा तलसम्मको हुनेछ पानी दिन गाह्रो भयो के भयो जाउँ बुझ्नु गाह्रो भयो बोकिन्छ नि ए म त डेन्जर हो बोक्नै पर्छ भने नि ब्याग माथिबाट जाउँ न त होइन नि त कि भ्लगमा आउने हो के हो राम्री थियो भ्लग चल्छ है फेरि यस्तरी चाहिँ फेरि भ्लग चल्छ क्या भ्लग फुङफुङे चाहिँ गएको फुङफुङे गएको दिदी डान्सर हुनुहुँदो रहेछ थाहा भयो बाघ बुढो भयो भने घाँस छोडी न खान्छ होइन विष्टजी अलिअलि त आउँछ नि हो कि नानु त यहाँदेखि सुरु भएको आज यहाँनिर अन्त्य भयो अब के छ त विष्टजी तपाईँको भन्नु केही छैन गल्नु त भएको छैन नि तपाईँको र हाम्रो यो ब्याग आधी बाटोसम्म डिल थियो कि के थियो एक्लै बोकाउनु भयो त यार के हो त्यस्तो सरी
के छ काजी सर? हेलो, यात्रा कस्तो भयो हजुर तपाईँहरूको? यता हुनुहुन्छ हाम्रो काजी सर, मिस्टर काजी। हेलो भन्न। यहाँ हुनुहुन्छ हाम्रो प्यारी दिदी। दिदी नाम के पऱ्यो तपाईँको? नाम सावित्रा गौतम। सावित्रा गौतम। रोशनी मिस हेलो। के छ त गाडी कहाँ छ त हाम्रो? यहाँनिर हामी गाडीको इन्तजारमा छौँ। के हो सुटुक्कै दिँदैछ नि एउटा झोला त्यसै एउटै ग्रुप हो फेरि। गाडी नम्बर के छ? ज 1 ज 13